सबैजना स्कुल जान लागिरहेको छ। हेलो बहिनीहरू, हेलो गाइस। किनभने पानी भरिदिनु ल, म पानी खोलिदिइहाल्छु ल। काम गर्दै हुनुहुन्छ सबैजना। म तल जानुपर्ने हो, म यताबाट जाउँ कि उताबाट जाउँ? यहाँ भराइ छ कहाँ भर्याङ? के झर्नुहोस् कि म झर्नु? दुइटा चाहिँ स्कुल जान लागिरहेको छ। के गर्नु पर्छ? यस्तै गर्नु अब आरसीले मलाई काम हराउनु खोजेर खाइसक्यो। जाम भयो क्या, यताबाट आउनु पर्छ क्या तपाईँ। अनि भिडियो खिच्नु पर्ने भन्छ बिस्तारै भाइ। खोइ त यहाँको उ त्यो। हेलो बहिनीहरू। अनि कोही सब्सक्राइब गरिदिनु भनेको लाइक एन्ड सब्सक्राइब गरिदिनु भन्नु सक्दैन? सुहानाले भन्छ कि भन्छ सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्छ हो। हो त्यस्तो गऱ्यो भने म भाइरल भइहाल्छु नि है। मलाई बनाउन यहाँ आरुषि बरुवाल अनि यो म। त्यसपछि अनि यहाँभित्र कोही हुनुहुन्छ, काम गर्दै हुँदो रहेछ। के खेल्नुपर्छ क्या फेरि अहिले गराइहाल्छ। तर अहिले म बनाउँदिनँ, आजकलमा काम गर्ने मान्छेहरू धेरै छ अनि आज चाहिँ ढलान गर्नु हुँदैछ। अब म चाहिँ सिक्दान लगाएको अनि अब नपाल्नु न। अनि मेरो मोमोज किरा फेटिसक्नु खाएछ। चौकी लाउनु भएको यत्रो धेरै? त्यत्रोबाट त्यसलाई सोध्नु न वाट इज साइन्स। मलाई पढा त साइन्स इज द सिस्टमेटिक स्टडी अफ एनिथिङ इन नेचर एन्ड as well as events, conditions and natural phenomena हैन। मैले चाहिँ एन्सर भनिसकेको छु एक्जाम दिएर। आर्जु त गएन हैन? भयो भने इन गर्दै छोरी खरा को दादाले देऊ अब तपाई थिन्न के भने ल बाइ बाइ। हरेक ठाउँ चाहिँ यस्तो सक्नु हुन्छ। अनि तपाईँहरूलाई अब यहाँको ठ्याक्क पोइन्ट अफ भ्यू भनेको पारीको भइहाल्यो। तलको रोडहरू देखिन्छ, तलको लाइट देखिन्छ, माथि माथि पहिरो सिरो पनि लागिरहेको छ। कुरा भनेको एउटा भनेको पोलको पहिलो बत्ती भइहाल्यो। अनि यहाँबाट फेरि देखिन्छ बाबा
चट्ट परेको भ्यू सर्लक्क लाएर देखिन्छ ल